अगाडि आउँदै आउँदै शौचालयको विषय एकछिन माननीय सांसदज्यूहरू कृपया शान्त रहनुहोस्। उहाँको कुरा सुन्नु जरुरी छ। महिनावारी पुरुषलाई यो कसरी सम्भव हुन्छ सभापतिज्यू? उहाँको कुरा सुन्नै जरुरी छैन जस्तो लाग्छ मलाई त। हो, हाम्रो कुरा सुन्न कसैलाई पनि जरुरी लाग्दैन। म पारलिङ्गी पुरुष हुँ। मेरो यौन चाहना पुरुषको जस्तो हुन्छ र मेरो शरीरमा पाठे गर्छ। म महिनावारी हुन्छु। कसले बुझ्ने हामीलाई? कसले सुन्ने हामीलाई? तपाईहरू निशुल्क महिनावारी प्याडको छलफल गर्नुहुन्छ। मलाई त त्यो प्याड फेर्न जाने ठाउँ पनि छैन। पुरुष शौचालयमा जान सक्दिन। महिला शौचालयमा मलाई किन यहाँ आयो भनेर हेर्छन्। हाम्रो समस्या कसले बुझ्ने? कसले सुन्ने? म पनि पारलिङ्गी पुरुष हुँ। म गर्वका साथ भन्छु म महिनावारी हुन्छु। सबैले महिनावारी त महिलाको मात्र विषय हो भन्छन्, तर महिनावारीले लिङ्गलाई मात्र परिभाषित गर्दैन नि। यो शरीरको प्राकृतिक प्रक्रिया हो भनेर कहिले र कसले बुझ्ने? हो, यो त गम्भीर विषय रहेछ। तर यस्तो कुरा त पहिले कहिल्यै उठेन। मलाई पनि धेरै गम्भीर विषय जस्तो लाग्यो। मैले पनि ख्याल गरेको थिइनँ। महिनावारी विभेद मानव अधिकारको उल्लङ्घन हो। संविधानले दिएको दर्जनौं अधिकार खोसिएको छ। हामीले भोगेको समस्या झन् कति पीडादायी छ। अब त सुनिदिनुहोस्, मनन गरिदिनुहोस्। यो त अन्याय हो। अब महिनावारीलाई मर्यादित बनाउनु पर्छ। आजको छलफलबाट म सरकारलाई निर्देशन गर्दछु, पारलिङ्गी पुरुषलाई समेटेर तत्काल मर्यादित महिनावारी नीति बनाउनु। युनिटी फर चेन्जको आह्वान, नयाँ सोच, नयाँ आधार, मर्यादित महिनावारी, सबैको अधिकार।